नजिकै छ नि सरकारी बजेटको चर्चा पनि एकदमै तातेको छ। हो समय आइसक्यो। यही बेला कर्मचारी वृत्तमा एउटा प्रश्न निकै नै घुमिरहेको छ के यसपालि तलब बढ्छ। यो चासो स्वाभाविक हो। खास गरी पछिल्ला 2 आर्थिक वर्षदेखि तलब नबढेकाले यो अपेक्षा झनै बढेको जस्तो देखिन्छ। हजुर, 2 वर्ष भयो तलब नबढेको हो। आज हामी यही विषयमा अलि गहिरेर कुरा गर्ने हो कि हामीसँग भएका स्रोतहरू खास गरी केही युट्युब विश्लेषणहरू पनि छन्, तिनकै आधारमा विगतको अवस्था, अहिलेको दबाव अनि आर्थिक पाटो र सम्भावनाहरू के कस्ता छन् त्यो हेरौँ न। ठिक हो। यो विषय कस्तो भने खालि कर्मचारीको खल्तीसँग मात्रै जोडिएको कुरा पनि होइन। हो र? यसले त राज्यको नीति कस्तो छ अनि अझ महत्त्वपूर्ण कुरा सर्वोच्च अदालतको आदेश पालना भयो कि भएन र समग्रमा देशको आर्थिक स्वास्थ्य कस्तो छ भन्ने पनि देखाउँछ। अदालतको आदेश पनि थियो है यो विषयमा? एकदमै महत्त्वपूर्ण आदेश छ। सर्वोच्च अदालतले 2081 असार 10 तिर होला सायद, स्रोतमा उल्लेख भए अनुसार एउटा आदेश दिएको थियो। करिब 30 जना जति उच्च तहका कर्मचारीहरूले मुद्दा हाल्नु भएको थियो। के थियो त्यो आदेशमा? त्यसमा अदालतले स्पष्ट भनेको थियो कि निजामती लगायत सबै सेवा समूहका कर्मचारीको तलबमानमा विभेद गर्नु भएन र समय समयमा तलब बढाउनु पर्छ भनेर। आदेश त राम्रो रहेछ, तर तपाईँले अघि कार्यान्वयनको कुरा उठाउनु भयो। के त्यो भयो त? यहाँनिर अलि कुरा अड्किन्छ कि? ठ्याक्कै त्यहीनिर हो समस्या। अदालतले त विभेद अन्त्य गर भन्यो, तर त्यसपछिका बजेटहरू हेर्दा न त तलब बढ्यो न त्यो असमानता हटाउने कुनै ठोस कदमै चालिएको देखिन्छ। त्यसो भए विगत 10 वर्षको ट्रेन्ड चाहिँ कस्तो थियो त तलब वृद्धिको? सधैँ यस्तै अन्योल नै थियो कि केही फरक थियो? विगत 1 दशकलाई हेर्दा कस्तो देखिन्छ भने तलब वृद्धिमा कुनै एउटा निश्चित ढाँचा या नीति छैन, बरु अस्थिरता बढी छ। जस्तो कि अब आर्थिक वर्ष 2073-74 मा हेर्ने हो भने एकैचोटि 25% जस्तो बढ्यो। निकै ठूलो वृद्धि थियो त्यो। 25% नै? त्यो त धेरै हो नि। हजुर, तर त्यसपछि फेरि लगातार 2 वर्ष 2074-75 अनि 75-76 मा चाहिँ बढेन, शून्य। फेरि आर्थिक वर्ष 2076-77 मा राजपत्र अनङ्कित मतलब सहायक स्तरका कर्मचारीको 20% अनि राजपत्राङ्कित अधिकृत स्तरको चाहिँ 18% ले बढ्यो। तर लगत्तै अर्को वर्ष 2077-78 मा फेरि शून्य, केही बढेन। फेरि शून्य? हो। अनि 2078-79 मा चाहिँ पहिले भत्ताको रूपमा दिइरहेको 2000 रुपियाँलाई तलबमै गाभियो। त्यो खास तलब वृद्धि त भएन। भत्तालाई तलबमा सारेको मात्र? हो, त्यस्तै भयो। अनि बल्ल 2079-80 मा 15% ले बढ्यो। तर त्यसपछि गएको आर्थिक वर्ष 2080-81 र अहिले चलिरहेको 81-82 मा फेरि तलब वृद्धि भएको छैन। यसले के देखाउँछ भने तलब वृद्धि एउटा नियमित अनुमान गर्न सकिने प्रक्रिया भन्दा पनि खै तदर्थ निर्णय जस्तो बढी भयो। जहिले मन लाग्यो बढ्ने, नत्र नबढ्ने। हो त नि। यस्तो भएपछि त अन्योल बढ्नु स्वाभाविकै रहेछ। कुनै स्पष्ट नीति नै नभए जस्तो देखियो। तलब निर्धारणसँग जोडिएको अर्को एउटा अलि जटिल विषय मर्यादाक्रमको पनि कुरा आउँछ नि है। गृह मन्त्रालयले मर्यादाक्रम तोक्ने, अर्थ मन्त्रालयले तलब। के यी दुईको काममा तालमेल छ त? यहाँ त झन गम्भीर अन्तर्विरोध छ। हेर्नुहोस् न, 2076 वैशाख 16 मा लागू भएको मर्यादाक्रम अनुसार नेपाल राष्ट्र ब्याङ्कका गभर्नर 12औं नम्बरमा हुनुहुन्छ। उहाँको आधारभूत तलब स्रोतहरू अनुसार करिब रु 1,36,000 छ। त्यो त राम्रै तलब भयो। हो, तर उहाँभन्दा माथिल्लो मर्यादाक्रममा अथवा उहाँकै तहमा रहेका अरू पदहरू हेर्नुहोस्, जस्तो सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, सङ्घीय संसदका महासचिव, प्रधान सेनापति अनि मुख्य सचिव, उहाँहरूको तलबमान योभन्दा निकै कम छ। यस्तो पनि मर्यादाक्रम माथि तर तलब तम? हो, ठ्याक्कै त्यही समस्या हो। यहाँ विचार गर्नुपर्ने कुरा के छ भने पदीय मर्यादा माथि हुने तर तलब चाहिँ कम हुने, यसले त ठूलो असमानता देखायो नि। हो त। अनि यो अवस्था त सर्वोच्च अदालतले भनेको कुरासँग सिधै बाँझियो। अदालतले विभेद नगर्नु भनेको छ। अझै पनि हाम्रोमा सेना, प्रहरी, निजामती अनि सार्वजनिक संस्थानहरूमा आफ्नै फरक संरचना, श्रेणी, तलबमान छ। यसले झन गरायो। यो असमानताले त कर्मचारीमा पक्कै पनि ठूलो असन्तुष्टि ल्यायो होला, स्वाभाविकै हो। तर अचम्म के लाग्यो भने सर्वोच्चले नै यस्तो विभेद नगर्नु भनेको रहेछ।
त्यो आदेश पनि छ, यो असमानता पनि छर्लङ्गै छ। त्यसो भए किन सुधार हुन सकेन त? केही प्रयास भएनन् र? होइन, प्रयास नभएको चाहिँ होइन, विगतमा भएका छन्। जस्तो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पूर्व मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा एउटा समिति बनेको थियो। त्यो समितिले समान तलबमान लागू गर्न सिफारिस गर्यो र मन्त्री परिषदले निर्णय पनि गर्यो। निर्णय नै भयो? हो, निर्णय नै भयो। तर त्यो निर्णयको विरोधमा राजपत्र अनङ्कित खास गरी नायब सुब्बा तहका कर्मचारीहरू सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए। आन्दोलनै भयो? कालो झण्डा देखाउने, कालो पट्टी बाँध्ने गरे। त्यही विरोधले गर्दा त्यो निर्णय लागू हुन सकेन। कर्मचारी भित्रैबाटै रोकियो? हो। त्यसपछि फेरि अर्को मुख्य सचिवको नेतृत्वमा तलब समायोजन र मर्यादा क्रमबारे समिति बन्यो। तर त्यो समितिको प्रतिवेदन त अहिलेसम्म कहाँ छ कसैलाई थाहा छैन। कतै थन्किएर बस्यो होला। ओहो। अनि फेरि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि यस्तै प्रयास भएको थियो। तर त्यो पनि उही नायब सुब्बाहरूको सिंहदरबारभित्र र बाहिरको आन्दोलनले गर्दा अघि बढ्नै सकेन। यो त अचम्मको चक्कर जस्तो पो भयो त। समस्या उही, समाधानको प्रयास पनि उस्तै, अनि अवरोध पनि उही ठाउँबाट? हो नि। मतलब दुई पटकको प्रयासले के देखायो भने कर्मचारी तन्त्रभित्रकै एउटा तबका चाहिँ यो प्रणालीगत सुधारको विपक्षमा रहेछ, जसले गर्दा माथि माथि तलब बढाउने बाहेक गहिरो परिवर्तन गर्न असम्भव जस्तै भएको रहेछ। ल, अब वर्तमान अवस्थातिरै फर्कौं न त। 2 वर्षदेखि तलब नबढेको, फेरि महँगी पनि बढेको बढै छ। यस्तो बेला सरकारमाथि पक्कै दबाब होला नि? निश्चय पनि दबाब त छँदैछ। एकातिर 2 आर्थिक वर्ष भयो तलब नबढेको, अर्कोतिर महँगीले आकाश छोएको छ। कर्मचारीको जीवनयापन साँच्चै कष्टकर बनेको छ। यसबाहेक अरू दबाब पनि छन्। जस्तो शिक्षकहरूले हालसालै आन्दोलन गरेर सरकारसँग 9 बुन्दे सहमति गरेका छन्। त्यो सहमतिको कुरा हो। त्यसको कार्यान्वयनले मात्रै पनि राज्य कोषमा अर्बौं रुपैयाँ भार थपिन्छ। फेरि निजामती कर्मचारीहरू पनि निजामती सेवा ऐन र अरू सेवा सुविधाका माग राखेर आन्दोलनकै तयारीमा छन् भन्ने सुनिन्छ। हो र? हो। उनीहरूको त्यो सम्भावित आन्दोलनलाई अलि मत्थर पार्न पनि सरकारले यसपटक तलब बढाउने विषयमा केही न केही त गर्नै पर्छ भन्ने दबाब महसुस गरेको देखिन्छ। तर प्रश्न फेरि उही आउँछ, के राज्यको ढुकुटीले यो सबै दबाब र माग धान्न सक्छ त? आर्थिक पाटो कतिको चुनौतीपूर्ण छ अहिले? यो नै सबैभन्दा गम्भीर प्रश्न हो अहिलेको लागि। हेर्नुस्, आर्थिक वर्ष 78-79 को बजेटमा नै कर्मचारीको तलब भत्ता र सुविधाका लागि 160 अर्ब 31 करोड भन्दा बढी छुट्याइएको थियो। अब स्रोतहरूले के भन्छन् भने यदि केवल 3 तह स्थानीय, प्रदेश र सङ्घका कर्मचारीको तलबमानमा एकरूपता ल्याउने प्रयास मात्र गर्ने हो भने पनि थप 161 अर्ब 51 करोड भन्दा बढी पैसा चाहिन्छ। ओहो, त्यो त झन्डै दोब्बर जस्तै भयो त। हो, त्यो त खालि एकरूपताको कुरा मात्र भयो। यदि सबै सेवा समूहका कर्मचारीको तलब मिलाउन खोज्ने हो भने त आजको दिनमा करिब 310 अर्ब 31 करोड बराबरको अतिरिक्त भार पर्छ भन्ने अनुमान छ। बापरे, 310 अर्ब। हजुर। तर यता हेर्नुस्, राज्यको आम्दानीको स्रोत, राजस्व, वैदेशिक सहायता, करको दायरा खासै बढेको छैन। बरु कतिपय आर्थिक सूचकहरू त गएको वर्षभन्दा पनि अलिक कमजोर देखिन्छन्। यो आम्दानी र खर्चबीचको खाडलले गर्दा निर्णय लिन साह्रै गाह्रो छ। हो त नि, अवस्था निकै जटिल रहेछ। यस्तो अवस्थामा अब के होला त? जेठ 15 मा केही हुन्छ कि हुँदैन? भित्री तयारी वा चर्चा चाहिँ कस्तो छ? के सुन्नु भएको छ? खै, कर्मचारी वित्त र सिंहदरबारभित्र चाहिँ कम्तीमा 15% तलब बढ्नुपर्छ भन्ने खालको एउटा लबिङ चलिरहेको छ भन्ने सुनिन्छ। 15%? हो। बजेट बनाउने टिममा रहेका केही अधिकारीहरू पनि त्यही मनसायले अघि बढेका छन् कि भन्ने सङ्केतहरू पनि छन्। तर अर्कोतिर राजनीतिक नेतृत्व चाहिँ मतलब कर्मचारीको यो दबावप्रति त्यति सकारात्मक छैन कि भन्ने अनुमान पनि छ। भनेपछि अब कर्मचारीको दबाव निकै नै बढ्यो भने बढीमा 5% सम्म बढाएर अवस्थालाई अलि शान्त पार्ने रणनीतिमा पो हो कि राजनीतिक नेतृत्व भन्ने आकलन पनि गरिन्छ। 15% को लबिङ तर 5% को सम्भावना, निकै फरक भयो नि यो त। हो, ठ्याक्कै। त्यसैले अहिले नै यति नै बढ्छ भनेर ठोकुवा गर्ने अवस्था छैन। भनेपछि बजेट आउनु अघि नै केही निश्चित भन्न सकिने अवस्था अझै छैन।
छैन छैन अहिले नै कुनै निश्चित प्रतिशत यति नै हो भन्नु हतार हुन्छ। संसदमा बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल चलिरहेको छ। त्यहाँ सांसदहरूले के भन्नुहुन्छ अनि अन्तिम चरणमा कर्मचारी सङ्गठन र राजनीतिक तहमा कस्तो संवाद र दबाव हुन्छ, त्यसैले यसको टुङ्गो लगाउँछ।